हेलो एभ्रिवान, नमस्ते सेवा, वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि आज चाहिँ म धेरै समयपछि भ्लग बनाउने कोसिस गर्दैछु। एक्लै छु त पनि घाँस काट्न छु। यस्तो टन्टलापुर घाम लागिरहेछ अनि एक्लै घाँस काट्न आएको छु। म चाहिँ यहाँ साल काट्न आएको, साल पाउल्यो नि त, अनि एक्लै घाँस काट्न आएको छु। डर लागिरहेछ अनि यहाँ सालहरू हेर्दै हिँडिरहेको छु। हेर्दै जानु होला। अनि हेर्नु साथीहरू, यस्तो बाटो हिँडेर उता घाँस काट्न जानुपर्छ। मान्छेहरूले भिडियो हेर्दा चाहिँ भन्छ नि गाउँै रमाइलो भन्दै टिकटक बनाउँछ नि, यहाँ गाउँमा आएर बस्नुपर्छ, त्यसमा कति रमाइलो हुन्छ। अनि एक्लै आएको छु नि त, अनि तपाईँ मलाई कस्तो फिल भइरहेको छ साथीहरू। अनि फर्स्ट टाइम भन्दा पनि पहिला पोहोर चाहिँ आएको थिएँ, पोहोर सुजनहरूसँग आएको नि त, मेरो बुढासँग। अहिले एक्लै छु अनि म चाहिँ यतै काट्छु। थुप्रो रहेछ छनु चाहिँ चढ्नु सकिनँ भने के गर्नु, घाँस काट्नु पर्ने। फर्स्ट टाइम आएको है यसपालि चाहिँ। आमा झन्डै लडेको तर यस्तो सालको पात र यो सल्लाहको पातले चिप्पेर झन्डै लडे। यस्तरी काट्छु। अब काटेको त कसले भ्लग बनाइदिन्छ र, एक्लै हो चिलमा। साथीहरू सक्छु होला, काटेपछि चाहिँ म देखाइहाल्छु नि, चिन्ता नगर्नु, हेर्दै जानु होला। हेर्नुहोस् है साथीहरू, मैले चाहिँ घाँसबारी पनि काटेर लगाइसकेँ। म चाहिँ घाँस धेरै बोक्नु सक्दिनँ नि त, अलिकति काटेको पनि यस्तो गर्मीमा घाँस काटेको छु। एक घन्टा पनि भइसक्यो। अब म चाहिँ घर जान्छु, हेर्दै जानु होला। हेलो साथीहरू, अनि उफ, त्यति घाँसले पनि एकदम गलाएर पसेर हेर्नु न। लास्टै गरौँ हुन्छ कि यो साल घाँस चाहिँ। कतिजनाले काट्नु भएको छ, कतिजनाले काट्नु भएको छैन। त्यति भए पनि लास्टै गरौँ। यस्तो घाममा है रमाइलो छ। अनि म चाहिँ त्यस्तो जग्गामा एक्लै गएको घाँस काट्नु। त्यतातिर समाधिहरू पनि छ अरे थुप्रै, तर पनि मलाई थाहा छैन नि त त्यति, त्यही भएर डर लाग्दैन। थाहा भएको भए त म आएको दर्छौरी हो म। अनि घाँस चाहिँ यति छ, यहाँ बिसाइरहेको, हावा पनि आउँदैन, यस्तो गर्मी छ साथीहरू। कस्तो है, आइफोन भएर होला कति राम्रो क्यामेरा दिन्छ। ओ त निलो जस्तो लाग्यो, त्यही पनि उतै जानुपर्ने हो नि त। अनि म यहाँ बसिरहेको छु, लास्टै गरम भइरहेछ। घाँस जति ल्याए पनि त मलाई सानो सानो दुइटा पारा रहेछ होइन, बाख्रा। अनि अहिले चाहिँ दिकुले बाख्रा चराउनु ल्याउँदै हुनुहुँदैछ ठ्याक्कै। कुदेर आउनुभयो त, हेरिरहनु है। दिकु बाख्रा चराउनु आउनुभएको, कता लानुहुन्छ एक्लै? मेरो घाँस खायो, धेरै भयो घाँस, अहिले अलिअलि खाओस्। तपाईँलाई भाइरल गराइदिने हो। हेटेटिका मलाई भाइरल गराइदिने भन्नुहुन्छ। भिडियो गरेको थाहा पाइहाल्नुहुन्छ। दिकु पनि एकदम भिडियो गरिराख्नुहुन्छ नि त साकेलाई। हामी चाहिँ यहाँनिर मान्छे अन्तिम राख्दाखेरि, अनि अन्तिम त माथि हो, यहाँ पनि मान्छे छ। अनि कतिले भिडियो गर्नुहुन्छ नि त, भिडियो गरेको भनेर थाहा पाइहाल्नुभयो। कुदेर आउनु भएको थियो है। अनि साथीहरू, म चाहिँ घर पुगेर भ्लगिङ गर्दिनँ, यहाँ एन्ड गर्छु।